वेलकम एभ्रिवान, कस्तो छ सबैजनालाई। मैले लिएर आइसकेको छु एउटा नयाँ भिडियो। यो भिडियोमा चाहिँ हामी जाँदैछौँ मेरो गाउँ। सो लेट्स गो। अब चुनावको माहौल चलिरहेको भएर होला, म मात्रै नभएर फ्यामिलीहरू पनि सबैजना जानुहुन्छ। फ्यामिलीहरू चाहिँ यो बसमा जानुहुन्छ होइन, म चाहिँ स्कुटी लिएर जाने छु। सो लेट्स गो। अब हिँड्दै हिँड्दै भोक लागेर के खाउँ भएर हामी चाहिँ चटपटे खानातिर लाग्छौँ है। यो चाहिँ हाम्रो ठ्याक्कै भोट हाल्ने ठाउँ हो है। यो चाहिँ बाघमारा हो है। अब हामी चाहिँ अगाडितिर लाग्छौँ। हामी चाहिँ अब ठ्याक्क गुराँस टिप्ने सुरुमा छौँ होइन। हामी चाहिँ अब उही के हो यो पुरै गुराँस छ भने हामी त्यहाँ जान्छौँ। अब सिधै त्यहीँ जाउँ है बाबा। गुराँसको देश होइन यो मेरो गाउँै राम्रो। अब राम्रो मान्छे भएपछि गाउँ पनि राम्रो भइहाल्छ। चाहिँ अब ठ्याक्क होइन 2-4 गुराँस टिपेर ठ्याक्क अब चाहिँ हामी गाउँतर्फ लाग्छौँ। गाउँ जानलाई चाहिँ सिधा त्यो बाहिरको बाटोबाट तल झर्ने मोड जस्तो हुन्छ कि त्यहाँबाट चाहिँ हामी सर्र लागेर तलतिर झर्छौँ। हामी चाहिँ ठ्याक्कै फाइनली यहाँ घर आइपुग्यौँ होइन। अनि यहाँनिर चाहिँ हाम्रो घर छ, हाम्रो उतापट्टि अर्को छ। अनि यो चाहिँ के भन्छ अरे हाम्रो यो भिडियोमा चाहिँ यस्तो आवाज आइरहेको के भोइस ओभर गरेको प्लिज माइन्ड चाहिँ नगरिदिनु होला। हेलो भन्नु न। ह्यापी बर्थडे ह्यापी चुनाव। ह्यापी चुनाव। त्यो तलको चाहिँ हाम्रो गाउँको अर्को घर हो है। सो म चाहिँ अब जीव जन्तुहरूसँग भेटघाट गरेर लाग्छु खोलातर्फ है। त्यहाँ तल चाहिँ एउटा राम्रो स्विमिङ गर्ने ठाउँ छ कि हामी पहिला गर्ने गरेको छौँ, अलिअलि देख्छ होइन। अब हामी चाहिँ त्यहाँ जान्छौँ है। अब त्यहाँ तल पुग्ने बाटो चाहिँ यस्तो छ होइन। तैपनि म जान्छु आफ्नो स्पिडमा के। यहाँसम्म आइपुगेँ। खोला त लो सानो भएछ यार। पहिला थियो यार लो ठुलो, अहिले लो सानो भएछ। के थिएन हाम्रो डेस्टिनेसन चाहिँ उहाँबारी हो। लेट्स गो। यही हो के ठाउँ चाहिँ यस्तो छ। अगाडिबाट देखाउँछु ल।
यसको बारेमा डिस्क्राइब गरौँ है। यहाँ चाहिँ हामी पहिला स्विमिङ खेल्थ्यौँ होइन, हामी त्यहाँबाट नि हाम फाल्यो, त्यहाँबाट नि हाम फाल्यो, इभन त्यहाँ माथिबाट पनि हाम फाल्थ्यो कि यो पानीमा। लास्टै रमाइलो हुन्थ्यो होइन, सबै यादहरू अहिलेसम्म छ के। अब एक्लै थिएँ, क्यामेरा एङ्गल पनि मिलाउन सकिनँ। उयो सानो यतापट्टिको सानो गोलो छ, त्यो गोलोमा हेर्नु है, त्यही हो सेकेन्डचोटिमा लाग्छ कि, सेकेन्डचोटिमा चाहिँ ढलिहाल्छ। सो म चाहिँ खुसी भएर फेरि लाग्छु मासतिर। भरको खुसीलाई पसिनामा निकालेर होइन, आनन्दले ट्याक्क ट्याक्क चाहिँ म घरतिर जाने विचारमा छु है। अब हाम्रो चाहिँ त्यो दिन पनि सकिसकेको थियो। भोलिपल्ट हामी बिहानै उठेर खानासाना खाएर भोट गर्नतिर लागिसकेको थियौँ। हाम्रो दिउँसभरि भोट पनि सबै सकेर हामी चाहिँ फेरि हेटौँडा आउनेतर्फ लागिसकेको थियौँ होइन। हामी राति चाहिँ ढिलो भएर त्यो अगाडि त्यो भोटको त्यो बक्स हुन्छ नि, त्यो बक्सको पछि हामी चाहिँ हेटौँडा गइरहेको थियौँ के। सो त्यतिखेरको सानो क्लिप्सहरू छन्, त्यो क्लिप्सलाई पनि हेरिदिनु होला होइन। सो अनि यो भिडियो चाहिँ ट्याक्क क्लिप सकिने बित्तिकै भिडियो पनि सकिन्छ। भिडियो चाहिँ यति थियो। राम्रो लागि लाइक गरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला। अब कोही बेला यस्तै भिडियोहरू लिएर आइरहन्छु। थ्याङ्क यू फर वाचिङ।